जुन Yes, Lord. योजना Yes, राख्नु Lord. प्रभु तपाईलाई धन्यवाद आजको यो Rishakatala. Rishakatala. टुट्दैछ आत्मा टुट्दैछ आत्मा टुट चकना चुरोइदा परमेश्वरको वचन धन्यो म तोड्दछु परमेश्वरको वचन आगो हो म जलाउँदछु त दुष्ट शैतान चलेर जा भस्म भएर जा यीशुको नाममा यो छोरीलाई काम गर्न नदिने यो छोरीको परमेश्वरको राज्यमा काम गर्न नदिने बाधा ल्याउने आत्मा निस्किजा यो छोरीको जीवनबाट परमेश्वरको त्यो छोरीमाथि विश्वास भइसकेको छ रेफाला स्टन्डर the mighty name of Jesus Christ. I'll command you mighty name of Jesus Christ right now. It's the Holy Spirit. The Holy Spirit right now. म आत्मालाई देख्दैछु एउटा हो पवित्र आत्माको अभिषेकलाई म देख्दैछु दुईवटा है त्यो वस्त्र फुल वस्त्र लगाएका हो सेतो वस्त्र लगाएको तीनवटा स्वर्गदूतलाई म पछाडि देख्दैछु तपाईको पछाडि तीन हो आगोको तरबारहरू पक्रिरहेको म देख्दैछु यो समयमा म अघि त्यो लडाईँलाई देख्दै थिएँ त्यो गोला बारुदहरू पड्किरहेको म देख्दै थिएँ बन्दुकहरू पड्किरहेको देख्दै थिएँ तर अहिले तपाईको प्रभु धन्यवाद विजय प्रभुले तपाईँलाई विजयको ल्याउनु भएको छ ओ प्रभु धन्यवाद यशु यस लर्ड यस पवित्र आत्माको ओ कबुतरको रूपमा चाहिँ पवित्र आत्मा तपाईको ओ टाउकोमाथि फर 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 गरिरहेको अनि त्यो पखेटाहरू चलाइरहेको म देख्दैछु त्यो स्वर्गदूतको पखेटा त्यो पवित्र आत्माको पखेटाहरूमा आगोको धुनीहरू म देख्दैछु आगोको भोक्राहरू खस्दै गरेको म देख्दैछु उसको चुच्चोमा चाहिँ वचनहरूको लहर बगिरहेको छ परमेश्वरको वचनको उसको चुच्चोबाट वचनको लहर बगिरहेको छ तपाईको हो भित्र हृदयमा त्यो वचनको लहरहरू बगिरहेको छ यो समयमा भजन संग्रहको 91 को हो 15 पदलाई म परमेश्वरमा देख्दैछु 15 र 16 पदलाई म देख्दैछु 14 15 16 यो वचनमा बगिरहेको देख्दैछु ओ यो समयमा म देख्दैछु इजिकियलको पुस्तक 47 को 1 अध्यायदेखि म देख्दैछु तपाईको जीवनमा बग्दै गरेको त्यो नदी म देख्दैछु नदी देख्दैछु तपाईलाई परमेश्वरले त्यो ठाउँहरुमा हिँडाल्दै हुनुहुन्छ ओरे हाल इहाला इशाला इरिहार इहाला इशाला इशाला इशामाशियाला शेरबे शामा शोका रिशकेरबे शेरमे शामा शोकाला था रिशाला इशाइला हाइदा इदा हाला शकाने रिशाखानी महेने मे खताला बशांदा शे इसलो गोरोशो लो इसलो को इलो इसकोरोबो रितल हाया नमा शाइदा हाइले इला बशा रेपेकेने मखासो रुहंदाला बशो रिमखाइ शेले हेदेले बशकोनो मोलो बशा बाबा 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 तबे उठ्नुहोस् एकचोटि उठेर रिसिभ गर्ने समयमा त्यो ठाउँमा तपाईँ उठ्नुहोस् त्यही ठाउँमा उठ्नुहोस् त येशूको नाममा हो शाखा चलाला बाबा बाबा यो छोरी उठेको छ येशूको नाममा सारा दुष्टका सारा अन्धकारका शक्तिहरूबाट माथि उठेको छ सारा दुष्टका योजनाहरूबाट माथि सारा अन्धकारका योजनाहरूबाट माथि यो छोरी प्रभु विजेतामा खडा भएको म घोषणा गर्दैछु येशूको नाममा विजेतामा खडा भएको म यो छोरीलाई घोषणा गर्दैछु रा बाबा 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 नाममा शाला बाला 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 रा बाला 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 शाला बाला 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 शाला बाला तपाईँलाई अभिषेक गर्दैछ अभिषेक गर्दै हुनुहुन्छ पवित्र आत्माले रिसिभ गर्ने समयमा आगो 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 In the name of Jesus Christ. In the mighty name of Jesus Christ.
ओ प्रभु धन्यवाद। म यस्तो कुरा देख्दैछु, यस्तो ढोका खोलिएको म देख्दैछु। गराम 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 तपाईँमा तीनवटा ढोका खोलिएको छ। तीनवटा सुसमाचारको ढोका खोलिएको छ, सगाइको ढोका खोलिएको छ, दान वरदानको ढोका खोलिएको छ। तीनवटा ढोका, मूल ढोकाहरू खोलिएको छ तपाईँको जीवनमा। हो राश्यालाबा खालाबा 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 सेवाकायको ढोका खोलेको छ, सुसमाचारको ढोका खोलेको छ, दान वरदानको ढोका खोलेको छ। तीनवटा मूल ढोकाहरू तपाईँको जीवनमा खोलेको छ। तपाईँको जीवनमा मानिसहरूले परमेश्वरमा ग्रहण गर्दैछ। आउने दिनहरूमा अझै तपाईँको जीवनबाट धेरै मानिसहरूले हो येशूको वचनलाई ग्रहण गर्दैछ, येशूलाई ग्रहण गर्दैछ। हो राहाले हाला हे ले रुहा रुहा हाला हालामा शेर देन खाई साई लाभा इदेलिम हो हिलो इकल हे दियालाबा ilhende he desata ilhende he desata isahai sahaganana 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 itaganana sahaganana itaganana ta idene isahala ओ हाम्रो आमालाई पनि पवित्र आत्माले छुँदै हुनुहुन्छ। आमाको जीवनमा नि परिवर्तन हुँदैछ है। हाम्रो मना आमाको जीवनमा, पास्टर नै आमाको जीवनमा परमेश्वरले यो समयमा परिवर्तन गर्दै हुनुहुन्छ। यो अचम्मको अभिषेक आउँदैछ है आमा तपाईँको जीवनमा, म देख्दैछु है। तपाईँको जीवनमा नि तपाईँले एउटा यस्तो खालको एउटा वरदान तपाईँले पाउँदै हुनुहुन्छ। तपाईँलाई परमेश्वरले एउटा वरदानको एउटा ढोका खोल्दै हुनुहुन्छ, तपाईँलाई थप्दै हुनुहुन्छ एउटा वरदानलाई। हो लाहाई लाहा सिकिले निखा निगाना 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 आगो पवित्र आत्माको आगो 12:29 आगो मनु तिम्रो जीवनमा पनि छुँदैछ, पवित्र आत्माले छुँदै हुन्छ। मनु यस 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 हो 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 हाम्रो ज्योति दिदी तपाईँको जीवनमा आगो आउँदैछ। यस यस रिसिभ गर्न अझै यो मौका हो, यो मौका छोप्नुहोस्। यो समयमा छोप्नु तपाईँको जीवनमा आउँदैछ आगो, रिसिभ गर्नुहोस्। आफूले आफूलाई नसेलाउनुहोस्, आफूले आफूलाई समर्पण हो रे 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 राखा राखा तपाईँमा वरदान लुकआउट भएको वरदान रहेछ, चङ्गाईको वरदान लुकआउट भएको रहेछ। ज्योति दिदीको जीवनमा चङ्गाई छुटकाराको वरदानहरू खुल्दैछ। मरेको मुढाहरू बौरी उठ्ने सामर्थ्य परमेश्वरले फेरि रिटर्न तपाईँको जीवनमा त्यो ढोकाहरू घर्याम खोल्दैछ। म त्यो 18 खोल्दैछु। जीवनबाट परमेश्वरले सँगै छुटकाराको वरदान खोल्दैछ मनुको जीवनबाट। हो मनु बहिनी, मनु बिकको रेखा शाखा हाम्रो मना पास्टरले आमाको जीवनमा परमेश्वरले एउटा यस्तो वरदानको दिनुभएको छ। यो वरदान दिनुभएको छ आत्मा पर्खने वाला वरदान हो। तपाईँले माग्नु भएको थियो प्रभु आज यो समयमा, आजको यो परिस्थितिमा, यो अन्त्य, यो तपाईँको अन्तिम अवस्थामा म कसलाई कसरी चिन्नु, को तपाईँबाट आत्माबाट छ, को तपाईँमा आत्मामा छैन, मैले कसरी फटाउनु प्रभु। शक्तिले भ्याउँदैन, मेरो बुद्धिले भ्याउँदैन प्रभु, मलाई यो वरदान दिनुहोस्। प्रभु तपाईँ तिर्खाउनु भएको रहेछ, धेरैचोटि तपाईँले प्रार्थना गर्नुभएको रहेछ। आज परमेश्वरले सुन्नुभयो, आज यो उत्तर दिनुहुन्छ। प्रभुको आत्माले भन्नुहुन्छ तपाईँलाई यो ढोका खोलिएको छ। Abhishek Reta kalabasha, resha takalabasha, resha takalabasha kala, resha katalabasha ta. तपाईँको यो कार्य अबको यो आउने सभाको दिनबाट सुरु हुन्छ। तपाईँले यो सभाको दिनमा परमेश्वरले तपाईँलाई यो चिन्ह दिनुहुनेछ। यो प्रार्थना सहित जा छोरी, प्रभुले भन्नुहुन्छ यो प्रार्थना सहित जा छोरी, तैँले आज जुन कुरा तैँले यो कुराहरू आज मैले बोलेको छु कुरा त्यहाँ तैँले देख्नेछ। त्यो आत्माहरू तँलाई म त्यहाँ हो कसको आत्मामा चल्दैछ म देखाउनेछु, म छाँटिदिनेछु। म तँलाई सबै कुरा यो अन्त्यको दिनमा म निफन्ने नाङ्लो मेरो हातमा छ, छाँट्ने मेरो तरबार मेरो हातमा छ। अब म यो द्वारा म तँद्वारा ती
म निफन्ने छु त्यहाँ। प्रभुले भन्दै हुनुहुन्छ म अब निफन्ने छु, म अब तँद्वारा छाट्ने छु। अब आत्माको प्रकाय म गर्दैछु, आत्माको प्रकाय म गर्दैछु। अन्त्यको दिनमा त्यो आत्माको प्रकायमा म छु, जो चाहिँ मेरो ग्रहण योग्य छ, जो चाहिँ आज मलाई खोज्छ, जसले मलाई ममा तिर्खाउँछ, जो ममा तिरसित हुन्छ। हो इलेही सखालामा मौरी बोबोरी हाय गलाबा इतन्देन्दे निहेने खासा इदले हतान्दै मे हो इगलाबा सतान्दै मे हो गलाबा। म प्रभुको आत्मामा देख्दैछु मनु बहिनी, प्रभु ईश्वरले तपाईँलाई त्यो मागेको भन्दा बढ्ता दिँदै हुनुहुन्छ, मागेको भन्दा बढ्ता दिँदै हुनुहुन्छ। अचम्मको काम यो 40 दिनको फास्टिङमा तपाईँले मागेको जुन आज प्रार्थना गर्नुभएको छ, यो परमेश्वरले तपाईँको जीवनमा पुरा गर्दै हुनुहुन्छ। छोरी परमेश्वरले दिँदै हुनुहुन्छ, भन्नुहुन्छ ला म अब तेरो जीवनमा ढोका खोलिदिँदैछु, ला तैँले चाहिँ गर्न सक्छस् त ल गर, तैँले यो जिम्मेवारी उठाउन सक्छस् ल उठा। प्रभुले भन्दै हुनुहुन्छ ला, दिँदै हुन्छ, परमेश्वरले दिँदै हुनुहुन्छ। ल्याऊ ल्याऊ ल्याऊ, अन्त्यको दिनमा म सबैमाथि मेरो आत्मालाई खन्याउँदैछु। हो सुकुमाया दिदीको जीवनमा प्रभुको आत्माले भन्दै हुनुहुन्छ छोरी ले, अब म तेरो जीवनमा काम गर्दैछु। अब म त हेर तैँले खोजेको कुराहरू, तैँले रोजेको कुराहरू, तैँले इच्छा गरेको कुराहरू, तैँले चाहेको कुराहरू, तैँले गरेको प्रार्थनाको उत्तरहरू आजसम्म पाएको छैनस्। अब प्रभुले भनिदिन्छ छोरी ले अब म तँलाई दिँदैछु, अब म तँलाई दिँदैछु। यो तेरो भाग हो, यो तेरो भाग हो, यो तेरो तेरो अधिकार छ, तैँले यसमा तेरो अधिकार छ। प्रभुले भन्दै हुनुहुन्छ हो मैले तँलाई यो अथोरिटी दिएको छु, त्यो अधिकार मैले दिएको छु, यो प्रतिज्ञा मैले गरेको छु कि म तँलाई दिनेछु भनेर म दिँदैछु। ले अब यो कुराहरू चला सक्छस्, चला। प्रभुको आत्माले भन्दै हुनुहुन्छ यो अनुसार त हिँड, मैले बोलेको कुराहरू सुन र मेरो आवाजलाई सुन, मेरो आवाजलाई पछा, मेरो बाटोलाई पछा, मेरो आवाजलाई सुन। ओ मेरो छोरी आइज लेहाई लहिला रेफेदिन मखोरी बलहाया दलाबाशा। प्रभु धन्यवाद, थ्याङ्क यू लर्ड। प्रभु तपाईँलाई धन्यवाद। रेशा खातालाबा पवित्र आत्मामा प्रार्थना गर्छु यो मनुको लागि। प्रभु यो तिर्खाएको छ छोरी, प्रभु यो सबै साँच्चै प्रभु तपाईँको छोरी तिर्खाएको छ। प्रभु तपाईँको तिर्सना छोरीले आज राखेको छ, हरिण झैँ तिर्खाएर जसले पानी खोज्दछ, हो हरिण झैँ, हो लहाई लहाइसा खातामा यो छोरी हरिण तिर्खाएको हरिण झैँ पानी खोजे झैँ आज तपाईँको छोरीले प्रभु तपाईँमा आज यो हो तपाईँलाई खोजेको छ। जसले तिर्खाएर मलाई खोज्दछ, जो म कहाँ आउँदछ उसलाई म तृप्त पार्नेछु भन्नुभयो प्रभु। आज यो छोरी मनुलाई तपाईँले तृप्त पार्दै हुनुहुन्छ। हो यो छोरीको घटी कमी, यो छोरीलाई गरेको बदनामी, यो छोरीलाई गरेको हिजोको खेदो, हिजोको यो छोरीलाई गरेको प्रभु आज हो प्रभु गिल्ला र तिरस्कार, आज तपाईँले यसको छोरीलाई नै तिनीहरूको बिचमा, त्यो शत्रुको बिचमा तपाईँले आज शक्तिशाली रूपमा खडा गर्दै हुनुहुन्छ। यो छोरी बोल्दै गर्दा प्रभु तपाईँ बोल्दै हुनुहुन्छ, यो छोरीले हात उठाउँदै गर्दा प्रभु तपाईँको हात उठ्दैछ। यो छोरीले जसले यो छोरीलाई श्राप दियो, यो छोरीले त्यसलाई आशिष दिँदैछ। प्रभुको आत्माले छुँदै हुनुहुन्छ, प्रभुको आत्माले भर्दै हुनुहुन्छ तिमीलाई। अझै ल्याऊ भर्दै जानुहोस् प्रभु, यो छोरीलाई भर्नुहोस्, आजै भर्नुहोस् खाँदी अल्लाह पोखिने गरी प्रभु तपाईँको आशिष, आत्मिक आशिषलाई म बोल्दछु छोरी मनुको जीवनमा। आत्मिक आशिष इलाही लहवा शराबा ए हेरे 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 रे हेरे हेरे ये साई लहाई सा खाना नामा सदा रे फमामा तिम्रो जीवनमा नेगेटिभ थट्सहरू, नेगेटिभ सोचहरू, नेगेटिभ विचारहरू ल्याउने बाटाहरू अब बन्द हुँदैछन् छोरी। हेर है, बन्द हुँदैछन्। तिमीले सम्झिन चाहेर पनि तिमीले सम्झन सक्ने छैनौ। यु हेभ टु अल बी पर्फेक्टेड। पवित्र आत्माले त्यो सबै कुराहरू, जुन कुरामा बाधा आउँदैछ त्यो कुराहरू रोक्दैछ पवित्र आत्माले। हो 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 क्लोज 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 राइट नाउ क्लोज।
आत्मामा अगाडि बढ्न, परमेश्वरको राज्यको निम्ति चुनिएको छोरी, प्रभुको काम गर्नको लागि यो यशलामा इलेही लहा इले देलेबसा रेफेखो न्याहान्दालामा रुइतलाबा शारामा मेते रेबेन हो गोरोबा शान्दाला। यस 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 लॉर्ड जीसस। ब्लक हुँदैछ, ब्लक हुँदैछ, ब्लक हुँदैछ, ब्लक हुँदैछ। क्लोज क्लोज। मत्ती 18:18-15 सारा अन्धकारका संसारिक शक्तिलाई म बन्द गर्छु छोरी मनुको जीवन। आउट आउट। निस्किजा निस्किजा निस्किजा। अब तेरो शक्ति छैन, त हारेको छस्, तेरो हार भइसकेको छ। चल फायर फायर द होली स्पिरिट। थ्याङ्क यू लर्ड, थ्याङ्क यू जीसस। कन्ट्रोल गर है, तिमी ढलला पछाडि कोही छैन फेरि है। 2-3 चोटि तिमी ढल्न खोजिसक्यो हो। तिमीलाई पवित्र आत्माले भारी अभिषेक गरिरहनु भयो मनु है, भारी अभिषेक। यु हेभ टु फुल ब्लेसिङ, फुल ब्लेसिङ। ओके ओके, डोन्ट बी फुल डाउन नाउ, नाउ राइट नाउ रिसिभ इट, रिसिभ इट। म बोल्दैछु, आउँदैछ आगो है, आगो आगो। इलाही लहा रेहते निखालावा इशलाउ इलोबको इमेनेमे थोरी आलाबाशा इदरेमे हेतेनेमे केरेबको सोकोरी आलाबाशा रेमा थालाबाशाका। यसरी आउँदैछ आगो। रेमा शाखा थालाबा रेफेथे रेबेका उदोन्नो महदलबो ओ रोहिशखा थालाबा बाबा 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 मामा मामा बाबा। Thank you, Jesus. And say, पवित्र आत्माको भारी अभिषेक इल्लामा शाखन्दालाबा शादादादादादादादा। प्रभु धन्यवाद। थ्याङ्क यू जीसस। हाम्रो सुकुमाया दिदी, तपाईँको जीवनमा नि पवित्र आत्माले काम गर्दै छुँदै हुन्छ है। रिसिभ गर्नु। दुईटा हात तपाईँले छातीमा राख्नुहोस् त। लेहे देले खासारा भन्दालाबा दुईटा ओके, यता फर्किनु। ओके, हिँड्दै हेलेमे खासा पवित्र आत्मा छुँदैछ 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 छुँदै। प्रभु छोरीलाई तपाईँको अभिषेकमा म बोल्दछु, सुकुमाया दिदीको जीवनमा अभिषेकलाई म बोल्दछु। यसै समयमा तपाईँको हृदय पुरै तोडिएको छ, तोडिएको छ, तोडिएको छ। पुरै पुरै दुष्टका सारा चट्टानहरू टुटेका छन्। तपाईँको वचनद्वारा आगो 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 फायर 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 फायर। The Holy Spirit, the Holy Spirit right now touch in the mighty name of Jesus Christ. रिसिभ 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 गर्न। धक्याउँदैछ धक्याउँदैछ भित्रबाट, भित्रबाट एउटा आत्माले धक्याउँदैछ। इन्कार गर्नुहोस् त्यो आत्मालाई। ओ सुकुमाया दिदी, एउटा आत्माले तपाईँलाई त्यो धक्याउँदैछ, त्यो अभिषेकलाई रिसिभ गर्न मानिरहेको छैन, भारी भारी भइरहेको छ, धक्याउँदैछ। त्यो आत्मालाई इन्कार गर्नुहोस् अनि रिसिभ गर्नुहोस् पवित्र आत्मालाई। रिसिभ गर्नुहोस् यसै समयमा। म फायर गर्दैछु, फायर गर्दैछु। यस यस रेज 1 2 3 म फायर गर्दैछु। रेडी 1 2 3 फायर। पवित्र आत्माको आगो। The Holy Spirit. Holy Spirit. पछाडि जाँदै पछाडि पुरै 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 पछाडि जा। यीशुको नाममा पुरै जा, यीशुको नाममा। त दुष्टताका पुरै छोरीको जीवनमा अभिषेक पुरै पुरै लैजा, पुरै लैजा। पवित्र आत्माको पुरै म बोल्दछु, पुरै शिरदेखि पाउसम्म। फेवर बाइ ब्लड अफ द जीसस, फेवर बाइ ब्लड अफ द जीसस, फेवर बाइ ब्लड अफ द जीसस। राशा टा 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 टा। That's the Holy Spirit. Thank you Jesus. म अब एकचोटि म मन पास्टर न्यामाको जीवनमा आगो बोल्छु है। पास्टर न्यामा, तपाईँको जीवनमा अलरेडी आगो छ, पवित्र आत्माको अलरेडी अभिषेकलाई म महसुस गर्दैछु। You have already in Holy Spirit right now. तपाईँ अलरेडी पवित्र आत्माको आगो भित्र हुनुहुन्छ र तपाईँको जीवनमा यो समय म के देख्दैछु, यो आगो जो अहिले मेरो हातमा बलिरहेको छ, मैले फिल गरिरहेको छु। मेरो हातमा दुईटा हत्केलामा आगो बलिरहेको छ अनि यो आगो दन्किरहेको छ। हेर्नुहोस् है, म आगो यो तपाईँतिर म यसरी म धक्का दिन्छु। यो आगोको राँकोलाई, यो आगोको राँकोलाई है म धक्का दिँदैछु। यो समयमा 1 2 3 भन्छु, तपाईँले रिसिभ गर्नु। यस समयमा तपाईँको जीवनमा यस्तो आगो बलेर रेल आगो आगो तपाईँले थाहा पाउनुहुन्छ। रेल रेल आगो, पवित्र आत्माको आगो, रेल आगो तपाईँले थाहा पाउनुहुन्छ। 1 1 2 3 हिब्रू 12:29 आगो। कति आगो बल्दैछ, आगो बल्दैछ। जीसस, थ्याङ्क यू लर्ड, थ्याङ्क यू जीसस। यस यस यस, तपाईँको आगो, तपाईँको हातमा आगो एकदम दन 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 दन्किरहेको छ। हातमा आगो आगो मैले देख्दैछु तपाईँको हातमा। मन पास्टर न्यामाको दुईटै हातमा आगो झिल 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 झिल्काएर उडिरहेको म देख्दैछु।
ओ प्रभु धन्यवाद, थ्याङ्क यू जिजस। ओ प्रभु थ्याङ्क यू लर्ड, तपाईँको छोरीको जीवनमा प्रभु तपाईँको आगो वर्षाउनु, अझै 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 आगो 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 बोल्दैछ, हात ता 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 बोल्दैछ। प्रभु धन्यवाद। म अब एकचोटि अब है सुन्नुहोस्, अब म ज्योति दिदीको जीवनमा आगो बोल्छ है, हेर्नुहोस् है, विचार गर्नुहोस् है। तपाईँको जीवन हेर्नुहोस् है, तपाईँ गर्नु रिसिभ गर्नु, ज्योति दिदी तपाईँलाई आगो रिसिभ गर्नु चाहिँ यो समयमा पवित्र आत्माको आगो यहाँ मध्ये तपाईँको हातमा चाहिँ पुरै आगो दन 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 किनेछ है। फिल गर्नुहोस् है, 1 2 3 भनेर म आगो बोल्दै तयार हुनुहोस्, 1 2 3 रेडी हुनुहोस् है। पवित्र आत्माको आगो, हिब्रू 12:29 भन्नुहुन्छ, मेरो वचन आगो छ। अब आगो परमेश्वरको वचन, आगो रूपी वचन आउँदैछ। यूहन्ना 1:2 पद अनुसार परमेश्वर स्वयं परमेश्वर वचन हुन्छ, वचन नै परमेश्वर हुनुहुन्छ, अनि त्यो परमेश्वर चाहिँ आगो हुनुहुन्छ। भस्म पार्ने आगो, दुष्ट देवलाई भस्म पार्ने, कार्यलाई भस्म पार्ने, हो रोग बिमारलाई भस्म पार्ने, गराउने, हो बाटो बन्द बाटो खोल्ने, हो झाडीहरूलाई जलाउने, जङ्गलहरूलाई जलाउने, हो बन्धनहरूलाई तोड्ने, हो सारा बन्धनलाई तोड्ने, सारा अन्धकारका शक्तिहरूलाई पर्ने परमेश्वरको आगोद्वारा ती सारा अन्धकारका शक्तिले संसारका सारा नेगेटिभ थट्सहरूलाई जलाउने आत्माको आगोमा बसाउँदैछु यो समयमा ज्योति दिदीको जीवनमा। 1 2 3 प्रभु येशूको नाममा Let the Holy Spirit touch in the mighty name of Jesus. Thank you, Jesus. Jesus. प्रभु येशूको नाममा धन्यवाद प्रभु, धन्यवाद। आउनुहोस् हामी प्रभु धन्यवाद दिएर हामी सोध्दैछौँ सबैलाई। प्रभु तपाईँले सम्हाल्नुहोस्, तपाईँको हातमा राख्दछु। जतिको जीवनमा तपाईँको आगो देखाउनु भयो, तपाईँको आगोले धुनुभयो, हो प्रभु तपाईँको उपस्थितिले भन्नुभयो, आशिषहरू वरदानहरू तपाईँले दिनुभयो, बन्द ढोकाहरू खोलिदिनु भयो, बन्धनहरू तोडिदिनु भयो प्रभु परमेश्वर पिता। यसै 58को 6 पद अनुसार जुवाहरू भाँचिएका छन्, हो ती डोरीहरू छुटेका छन् येशूको नाउँमा। प्रभु तपाईँ परमेश्वरमा कुनै कुरा असम्भव छैन। धन्यवाद छ प्रभु। मर्को 16 16 17 18 लुका 10 19 पद अनुसार तपाईँले हामीलाई यो अथोरिटी अधिकार दिनुभएको कारणले गर्दा आज येशू तपाईँको नाउँमा हामीले सारा अन्धकारका शक्तिमाथि विजय पाएका छौँ। धन्यवाद छ प्रभु। म आफूलाई र सम्पूर्ण मण्डली परिवारलाई तपाईँको हातमा राख्दै छोटो बिन्ती प्रार्थना येशू मसीहको नाममा, येशू मसीहको नाम, आमेन आमेन आमेन। जय मसीह मण्डली परिवार, जय मसीह दिदी, जय मसीह बहिनी, जय मसीह आमा, जय मसीह। जय मसीह भाइ। यो पवित्र आत्माले पवित्र आत्माले शक्ति दियो, यो हो है सेवाकाई भनेको हो। हामी आफै शरीरमा सक्दैन भाइ। हालेलुया। मनोपासामा सक्छ, सक्दैन शरीरको सेवाकाई। पवित्र आत्माले स्वर्गबाट दिनुभयो। मैले आगो रिसिभ गर्नु भन्दै यताबाट हजुरआमाले दुष्ट दियाबाट बोलाएर त जानु पर्यो कि। जय मसीह, जय मसीह, आमेन आमेन आमेन। धन्यवाद ल, जय मसीह ल। अहिले एकैछिन हाम्रो दिदी के अरे ज्योति दिदी तपाईँले कस्तो फिल गर्नुभयो, जस्ट रियालिटी भन्नुहोस् है। अहिले जसरी फायर गर्दै गर्दाखेरि तपाईँमा आगोको महसुस भयो कि फिल भयो कि समथिङ इज फिल फायर द होली स्पिरिट, पवित्र आत्माको आगोको फिल कतिले गर्नुभयो? सुकुमाया दिदी मलाई भयो, अझै नि बोल्दैछ मेरो दुईटा हातमा, मलाई भयो। आमेन आमेन। प्रेज द लर्ड। ज्योति दिदी, म चाहिँ हजुरआमाले बोलाएर उता गएँ के मोबाइल बाधा आयो नि तपाईँको जीवन। फेरि हामी गर्नेछौँ भोलिको दिन, आज भयो के अरे हाम्रो मनोपास्तनी आमाको जीवनमा। मेरो त खोइ प्रभुलाई धन्यवाद, हजुरले दिँदा पनि त्यस्तै आएको छ। मलाई त त्योभन्दा अगाडिदेखि नै यो हात चाहिँ करेन्ट लाए जस्तो लाटो लाटो है, खोइ कस्तो खालको झट भइरहेको त्यस्तो भइरहेको नि झन् बढी नै भयो क्या। अनि हाम्रो सुकुमाया दिदीलाई मेन कुरा, म सुकुमाया दिदीलाई अलिक धेरै भयो थियो, हाम्रो दिदीलाई पवित्र आत्माको छुवाई महसुस भएन। आज कस्तो भइरहेछ? आज मलाई यो हातमा चाहिँ कस्तो करेन्ट लागे जस्तै भएको थियो है, मलाई पनि। एकदम थाहा पाइराखेको थिएँ। अनि यसो हात यसो गर्छु, म बन्द गर्छु भन्दाखेरि बन्दै पनि भएको थिएन, यस्तो मात्रै भएर। अनि थाहा एकदम पाइराखेको थिएँ है। प्रभुलाई धन्यवाद। तपाईँ पुरै चङ्गाइ हुनु भएको छ। आमेन। पास्टर बुवाहरू आउनु भएको थियो क्या हिजो, अनि प्रार्थना गर्ने बस्यो। प्रार्थना धेरै गऱ्यौँ, तर एउटा कोठामा गएर प्रार्थना गर्दै गर्दा त्यहाँ एकदमै शक्तिशाली काम भयो। अनि उहाँले चाहिँ दर्शन देख्नु भएछ। अनि यहाँ त यस्तो चाबी पाउनु भएको छ तपाईँहरूले,
त्यो चाबी त हामी त चाबीलाई त यसो गरेर कलेसी उग्रिन्थ्यो। तपाईँहरू त के भएको, तपाईँहरूले त यहीँबाट यसो गर्दा अन्तर्राष्ट्रियसम्मको चाबी खुल्दो रहेछ। झ्याट झ्याट खुलेको पो देखि के अचम्म भयो भने उहाँ तर्सिनु भएको थियो क्या परमेश्वरलाई धेरै यो हो अन्तर्राष्ट्रियको चाबी। आमेन। यो हो तपाईँको जुन मैले सेवाकाईमा तपाईँले अहिले तपाईँलाई परमेश्वरले यसरी अगुवाई गरिराख्नु भएको छ, तानिराख्नु भएको छ। मैले कहिले तपाईँलाई देखेँ, कहिले भेट्ने, कहिले चिनिनँ, तर आज परमेश्वरले यसरी यहाँ जोड्नु, यसरी ल्याउनु, यो अन्तर्राष्ट्रिय चाबी हो क्या। अनि तपाईँ जब यहाँ तपाईँको उपस्थितिले गर्दाखेरि पनि हामीलाई पनि के भइरहेको छ त भन्दा नि परमेश्वरसँगको एउटा सम्बन्ध झन् गाढा भयो, झन् अभिषेक बढी के भइरहेछ, ओभरफ्लो भइरहेको छ क्या। अभिषेक ओभरफ्लो भयो क्या, बढी भयो भने के हुन्छ, बग्छ। कहिले पनि नि तपाईँले गिलासमा पानी हाल्नुभयो भने गिलास नभरिएसम्म पोखिन्छ र पोखिन्न, भरिन्छ मात्र पोखिन्छ क्या। अनि यस कारणले गर्दा अभिषेक भएको व्यक्तिहरू सँगसँगै अभिषेक के हुन्छ त, बढ्छ होइन। अनि अनाशिष व्यक्तिहरूसँग बस्यो भने घट्छ, फेरि अनाशिषले के गरिदिन्छ, तानिदिन्छ होइन। त्यो भएको कारणले गर्दाखेरि तपाईँ र म चाहिँ एउटा परमेश्वरको अभिषेक व्यक्तिहरू भएको कारणले गर्दा मण्डली परेछ। मनु बहिनी के विषय भन्नु त, के छ? तपाईँ त 2-3 चोटि ढल्नु भयो मनु बहिनी। है, म यता परमेश्वरलाई धन्यवाद। एकैछिनै मेरो मोबाइलमा चार्ज सिध्यो। म एउटा तपाईँले गर्दै गरेको कुरामा चाहिँ म हिजो किन यस्तो भएको भन्दाखेरि चाहिँ जुन फाइफरको जुन पुरानो खाताहरू छ नि त होइन, अनि त्यो फोन बनाउनु एकदम अप्ठ्यारो भइरहेको छ। भित्रको डेकोरेसन ठुलो भइरहेको छ क्या, मजबुत त्यहाँनिर, अनि गाह्रो भइरहेछ। अब प्रभुले किन मलाई यस्तो यो छ? कुरा भन्नु एकछिनमा भयो, एकैछिन सरी, जुन चाहिँ बोले सरी भन्छु। मलाई तपाईँले यो बारेमा केही भन्नुभएको थियो, मलाई केही पनि थाहा थिएन। छैन। आई डोन्ट नो एनिथिङ है तपाईँको बारेमा। तपाईँ के भइरहेको छ, फाइल इज नथिङ। तर परमेश्वरको आत्माले बोल्नु भएको हो कि होइन, तपाईँ मान्नुहुन्छ? परमेश्वरको आत्मा तपाईँसँग बोल्नु भयो कि भएन? इज ट्रुली मान्नुहुन्छ कि मान्नु? हृदयदेखि भन्नुहोस्, परमेश्वर साँच्ची हुनुहुन्छ यहाँ। तपाईँको जीवनमा जे भइरहेको छ मलाई थाहा छैन होइन, यो कुरा त तर म परमेश्वर मान्छु, बोल्नु ठुलो भएको। कामहरू पनि भएको छ कि। तर यता सुन्नु, मेरो अनि हिजो मैले जङ्गबीर दाईहरूसँग पनि यो कुरा भने नि त। अब म यस्तो यस्तो गर्यो भने म यो तरिकाले चाहिँ म तिनीहरूलाई भन्छु भनेको थिएँ। त्यहाँबाट मलाई बेलुका पनि त्यस्तै कुराहरू देखेँ, सपनाहरू पनि, संसारकै कुरा, त्यो कहिले मन नपर्ने, त्यो अरूले लाएको देख्दै त्यो घिन लाग्ने कपडाहरू होइन, त्यो बेहुलीको पहिरनहरू होइन। त्यस्तो कपडा देखेर पो नाच्दै ओह्रालो हिँडेको। अनि त्यो जुत्ता त, त्यो हिल भएको जुत्ता जाँदा जाँदै यस्तो खुट्टा लड्केर एउटा च्यातियो पनि, एकातिको फाट्यो पनि होइन। अनि तलतिर गएको त त्यो कुखुरा, त्यो भैँसीको मासु भुँडी पकाइरहेको के। अनि यो त शैतानबाटै हो, यो होइन। अनि मलाई अशान्ति भयो क्या प्रभु। अनि यो कुराहरू मैले, त्यो कुरा हिजो मैले गर्दै गरेँ। अनि त्यो त संसारको कुरा, त्यो लोभ लालचको कुरा लगे। पहिला मलाई प्रभुले भन्दै थियो, तैँले जे गर्छु म अनि हिजो मलाई त्यो अहिले तपाईँले प्रार्थना गर्दै गर्दा मैले त्यो कुराहरू चाहिँ गराइदिनु भयो क्या। तैँले यस्तो लोभ गरेको थियो। हालेलुया भाइ, धेरै धन्यवाद तपाईँलाई। यस्तै नै प्रभुले चलाइरहनु भएको भाइको लागि निरन्तर प्रार्थना छ। अस्ति तपाईँले एउटा कुरा यो ओठ र जिब्रोबाट प्रभु बोल्नु भएको थियो नि, तपाईँसँग चाहिँ जस्तै त्यहाँ लुकाको पुस्तकमा छ नि, प्रार्थना गर्दै गर्दाखेरि परमेश्वरको रूप बदलेको, त्यो वचन तपाईँको लागि दिनुभएको छ। याद गर्नु भएको छ? त्यो रूप बदलेको। त्यो एकचोटि मैले प्रार्थना गर्दाखेरि प्रभु बोल्नु भएको थियो नि, याद छ नि होइन? कहिले? पहिला भन्दा 3-4 हप्ता अगाडिको कुरा होला। म खासै याद भएन होला त्यो कुराहरू। हालेलुया। अझै प्रार्थना छ भाइ। हामी चाहिँ एक अर्काको हो यसरी मिलेर सेवा खाए, एक अर्काको अभिषेक बग्नुपर्छ। एक अर्कालाई के समस्या छ त्यो तपाईँको अभिषेकले टुक्रा गरेको छ। मनुम पास्टामाको अभिषेकले मेरो बन्धनहरू टुक्रा हुन्छ होइन। तर एक अर्काको प्रार्थना प्रभावशाली र शक्तिशाली किन बनेको त हो, यसै कारण। हालेलुया। धेरै धन्यवाद पास्टर आमालाई पनि। नेपालमा त 1-2 बजिसक्यो। पास्टर आमा सुत्नुहोस्। धन्यवाद। सुत्नुहोस् बिचरा, सुत्नुहोस् है। ल, धेरै धेरै धन्यवाद। आज चाहिँ है परमेश्वरकै इच्छा रहेछ तपाईँ यहाँ आउने र यसरी परमेश्वरको महान इच्छा रहेछ है। अनि
धन्यवाद है। मलाई पनि कस्तो बोल्न आएको पहिला कुरो, आमा आज यसो यसो गर्नुहोस् ल भन्नु, म कहिल्यै कसैलाई सल्लाह दिँदैन। वचन ल्याउनलाई वक्ताहरू आउँदै गर्दाखेरि म भन्छु यही कि प्रभुले जे अगुवाई गर्नुहुन्छ, जस्तो प्रभुबाट अगुवाई हुन्छ त्यस्तै गर्नुहोस् ल भन्छु, कहिल्यै सल्लाह दिँदिनँ। आज आमालाई मैले फोन गरेर सल्लाह दिइराखेको क्या, प्रभुबाटै रहेछ भन्ने कुरा अहिले आएर कन्फर्म भयो। म होइन रहेछ। दुई फेर फोन हजुर, गर्नु भएको, कहिले फोन गर्नुहुन्थेन हजुरले। हो नि, हो नि, हो, मैले फोन दुईचोटि गरेर फोन गरेँ, रिसिभ भएन। प्रार्थना आमेन गरिरहेको आमेन। थिएँ, अब फेरि गर्नु पर्यो भनेर गरेँ। आज मेरो वचनको भाग रहेछ फेरि, अब त्यो पनि थाहा थिएन। म अनि फुर्सद भए गर्नुहोस्, नभए नगर्नु नि भन्नुभएको थियो। अब भइगयो भइगयो जस्तो होला होला भनेर पस्थेँ, नत्र हुन्छ भन्थेँ पहिला मलाई त मैले होइन। पहिला मलाई पास्टर त आमा पास्टर आमा उपस्थित अल्छी तरिकाले उपस्थित भएको चाहिँ येशूको नाममा अब चाहिँ यहाँ आगो बल्ने छ, मैले चाहिँ मन गरिरहेको थिएँ क्या। आमेन, आमेन। हुन्छ ल, सबैलाई जय मसीह, धन्यवाद हुन्छ। गड ब्लेस अल अफ अस। ओके, बाइ। आजको भिडियो पनि रेकर्ड भइरहेछ है, भिडियो रेकर्ड भइरहेछ, म युट्युबमा हाल्छु, सबैले हेर्नु होला। मेरो युट्युब च्यानल छ, नगरेको युट्युब भाइ च्यानल सब्सक्राइब नहाल्नु भाइ, गर्ने है। युट्युबमा नहाल्नु, अब नहाल्नु हुँदैन। सब आउँछ अब है, काटेर मिलाएर कति कुराहरू मिलाएर हाल्छु। जय मसीह। हाल्नु हुँदैन, हाल्नु हुँदैन, हाल्नु हुँदैन, दुष्टले मौका पाउँछ। ल जय मसी। जय जय मसीह, मसीह। धन्यवाद। मेरो चाहिँ नहालिदिनु है, मेरो फोटो छ भने चाहिँ काटेर हालिदिनु।